सयौं मात्र होइन, लाखौं करोडौं सपनाहरू मरेका छन् यहाँ, फलानुले के भन्ला भन्ने हतियारले रेटिएर। उठ्ने बेलाको निन्द्रा अनि छुट्ने बेलाको माया असाध्यै प्यारो लाग्दो रहेछ। आज भोलि खुलेर बोल्न छाडेको छु, घमण्डी भएर होइन, मान्छेहरू चिनेर हो। एउटै शरीरभित्र भएको मन र दिमागको कुरा त मिल्दैन, अरूसँग कसरी मिल्थ्यो र? जीवनभर साथ दिन्छु भनेको थियो, मैले सोध्न बिर्सिएछु, प्रेमले कि यादले? इमान्दारीहरू नै प्राय गरिब हुन्छन्, किनभने हामीलाई आफ्नो हिस्सा बाहेक अरूको लालच हुँदैन। मैले मित्र देखे, भित्रबाट सबैको चरित्र देखे, वास्तविक तितो रहेछ, सबै मान्छे विचित्र देखे। नसोध मेरो प्रेम कस्तो थियो भनेर, जसले रुवायो उसैलाई अँगालो हालेर रुन मन लाग्छ। सोच्दैछु हरेकको जीवनमा कोही न कोही एउटा स्पेशल मान्छे हुने रहेछ, जस्तै मेरो लागि ऊ अनि उसको लागि अरू कोही। ऋणले थिचेको र भाग्यले मिचेको मान्छेलाई आफन्तले पनि चिन्दैनन्। कमी अरूमा रहेछ, म सधैँ आफूलाई दोष लगाउँदै बसिरहे। छुटेर गए पनि मायाको सबैभन्दा बलियो उपहार भनेको याद नै रहेछ, न धुँदा जान्छ न रुँदा जान्छ। जसले जतिसुकै भाषण दिए पनि मान्छेको वफादारी उसको परिस्थितिमा निर्भर गर्छ। तस्बिरले मात्र वास्तविकता बताउन सकिँदैन, दुखी मान्छे पनि त तस्बिरमा हाँसेको नै हुन्छ। मेरो माया तिम्रो लागि ऐना जस्तै हो, चाहे तिमी जति नै टुक्रा पारिएर हरेक टुक्रामा तिमी नै देखिन्छौ। सम्बन्ध जोडेपछि जीवनभरिलाई नै होस्, पैसा जस्तो होस्, जति नै पुरानो भए पनि मूल्य कहिले नघटोस्। बाध्यताले नै जिन्दगीको किताबको प्रत्येक पानाहरू बाँधेर राखेको हुन्छ। कुनै दिन मान्छेले साबित गरेका थिए समय बदलिन्छ, अहिले समयले साबित गरिदियो मान्छे बदलिँदा रहेछ। मलाई त्यो सम्बन्ध चाहिन्छ जहाँ म होइन हामी भन्ने भावना होस्, किनकि भावना मनमा हुन्छ, हैसियतमा होइन। यहाँ मान्छेहरू टुटेको हेर्न खुब मन पराउँछन्, चाहे त्यो आकाशको तारा होस् या मान्छेको मन। जीवनमा कसैलाई दोष नदिनु, राम्रो मान्छेले शिक्षा र खुसी दिन्छन् भने नराम्रो मान्छेले अनुभव दिएर जान्छ। कहाँ छ र दुनियाँ विश्वासिलो, जो पनि झुट नै बोलेर साँचो भन्न खोज्छन्। शब्दमा विश्वास नगर्नुहोस् महोदय, ओठमा अमृत अनि मनमा विष लिएर हिँड्नेहरू धेरै छन्। आफ्नो भविष्यमा ध्यान देऊ, तिम्रो सुन्दरताले होइन सफलताले अर्थ राख्छ। थाहा छैन जानेर गरे या अन्जानमा मेरो जीवनको हत्या म आफैले गरेँ, आफ्नो जीवन आफ्नै सोचले बर्बाद गरेँ। समस्या बढिरहेको छन् भने सम्झनुहोस्, तपाईँ सफलताको बाटोमा हुनुहुन्छ। न कसैलाई उछिन्नु छ न कसैलाई पछार्नु छ, बस हरेक दिन आफूले आफैलाई निखार्नु छ। नक्कल गरेर सफल हुनुभन्दा मौलिकतामा असफल हुनु राम्रो। आगो जस्तो हुँदो रहेछन् कुनै कुनै साथीहरू, एकछिन आफ्नै जस्तो भएर तातिने, एकछिन पछि सेलाउने। घमण्ड के कुराको गरौँ, म मरेपछि मेरो आफन्तले नै मलाई छुएर हात धुनेछ। शङ्का गर्नु गलत थियो, तर शङ्का सही रहेछ। केही गर्ने सपना बोकेर घर छोडेको म, के थाहा आज घर जान नै सपना बन्छ भनेर। बदलिएछौ त नभन्नु, झरेको फुलको रङ्ग फरक नै हुन्छ। सम्बन्धमा अनेक बाधाहरू आउलान्, तिमी हात दिनु म मुस्कुराउँदै साथ दिनेछु। तिमीले त उता जिन्दगी बदलेछौ, मैले त यो मन पनि बदलिन सकेको छैन। म आफ्नै सिद्धान्तको परिभाषा हुँ, यहाँ कसैको आलोचनाको कदर हुँदैन। धोका पनि कहाँ सित्तैमा पाइन्छ र? कसैलाई आफूभन्दा धेरै माया र विश्वास गर्नुपर्छ। विश्वास मात्रै एउटा यस्तो चिज हो, 1% मात्रै टुट्यो भने बाँकी 99% अर्थहीन हुन्छ। प्रेम थियो र त सीताले नि रामको प्रतीक्षा गरिन्, नत्र रावणमा पनि के कमी थियो र? साथ चाहिएको बेला एक्लै थिएँ म, अब तिमीले चाहेर पनि तिम्रो हुन सक्दिन म अरूभन्दा फरक थिएँ, तर गलत थिइनँ। म वचनको एकदमै पक्का छु भनेर तिमीलाई पहिले नै थाहा थियो। हरेक कुराहरूमा चिन्ता गर्नु पर्दैन, नहुने कुरामा चिन्ता गरेर पनि हुँदैन। न हतियारले मिल्छ न अधिकारले मिल्छ, मनमा बस्ने हक तपाईँको व्यवहारले मिल्छ। तिम्रो व्यवहारबाट जवाफ पाएपछि प्रश्न गर्न जरुरी ठानिन। चिन्ता नगर फेरि सताउँछ कि भनेर बगेको खोला हौँ, फर्केर आउने छैन। इज्जत जहिले पनि इज्जत भएकाहरूले दिन्छन्, जोसँग इज्जत नै छैन
ऊ अरूलाई के इज्जत दिन्छ? त्यो मान्छेसँग कहिले झुट नबोल्नु जसले तिम्रो झुटमा पनि विश्वास गर्छ। अथाह प्रेम छ एक्लोपनसँग। एक्लै बस्छु, एक्लै हाँस्छु अनि एक्लै रुन्छु।